हेलो गाइस, वेलकम टू माई मिनी ब्लग। दिस इज प्रकाश तामाङ। आज चाहिँ म सुन्दरजल घुम्न आएको थियो हैन। अनि त्यसमा बीचमा चाहिँ यो जंगल देख्यो। यो जंगल देख्दाखेरि गोकर्ण जंगलमा पनि एकचोटि छिरौँ न भनेर चाहिँ एकचोटि छिरेको थियो। अनि यता साथीभाइहरू पनि छ हैन, राम्रो छ एकदम। गाइस, जंगल चाहिँ यस्तो छ है। गोकर्ण जंगलमा तपाईले बीचमा चाहिँ खाजा खाने, रेस गर्ने, बाइकहरू पार्किङ गर्ने ठाउँ चाहिँ यहाँनिर हो। यहाँनिर सबै चिजहरू पाउने रहेछ। अनि चटपटी खानुहुन्छ भने चटपटी खाने, तपाईँहरू के खाने यो अनुसारको चिजहरू यहाँ पाउँछ। यो यहाँ रमाइलो रहेछ, खाजा खाने पनि, घुम्न रमाइलो छ। राम्रो छ जंगल। आज घाम पनि लागेको छैन, आनन्द शीतल हावा आएको छ। आज चाहिँ यसो सुन्दरजल जाने क्रममा चाहिँ गोकर्ण जंगल छिरेको। यता सबै आज स्याटरडे, ह्याप्पी स्याटरडे मनाउँदैछ सबैजना है। आफ्नो परिवारसँगै बसेर रमाइलो गर्दै हुनुहुन्छ, पिकनिकहरू खाँदैछ। तलतिर हेर्नुहोस्, रमाइलो छ। पारी गाउँहरू छ, राम्रो छ ठाउँहरू। उहाँ चाहिँ विवेक सिंह, उहाँ साथी भुमसाङ ल, ठिक छ। उहाँ कुमारदै हेर्नुहोस्, पानी खाएर, पानी पिउँदै सर्लक्क आउँछ ढ्याक्क पारेर हैन। उहाँ चाहिँ तामाङ फिल्मको चाहिँ हिरो भन्नु पर्यो, भिलेनमा खेल्न खोजेको, तर अब के गर्नु, फिल्म चल्दैन भनेर चाहिँ नराखेको है।